ओके सो मेरो लाइफको टर्निङ पोइन्ट चाहिँ कहाँबाट सुरु भयो भन्दाखेरि चाहिँ जब म क्लास 10 मा पढ्थेँ नि त्यति बेला चाहिँ हाम्रोमा चाहिँ एसएलसी भनेर हुन्थ्यो। एसई थिएन एसएलसी। अब एसएलसीलाई एकदम भ्यालु दिन्थ्यो त्यति बेला र त्यसलाई चाहिँ हामीले सबैले आइरन गेट भनेर भन्थ्यो होइन। अनि त्यति बेलाको एजुकेसन एसएलसी एकदम इम्पोर्टेन्ट सिरियस भनेर लिन्थ्यो सबैले। त्यही माथि अब बोर्डिङ स्कुल पढ्नेहरूलाई चाहिँ अब प्रायः जस्तो होस्टेल कम्पलसरी थियो। अनि एकदम सम्झाउने टिचरहरूले स्पिच दिन्थ्यो अनि पढ्नुपर्छ यस्तो यो त लास्ट अब यो लास्ट भनौँ त्यो अन्तिम हो तिमीहरूको पढाइ यही बेला गर्नुपर्छ भनेर एकदम सम्झाउँथ्यो। अनि त्यसरी सबै टिचरले सम्झाउँदाखेरि चाहिँ त्यो भनौँ न त्यो ढुङ्गा पनि पग्लिन्छ भने जस्तो कि हुन त मेरो त्यो सोच त ढुङ्गा जस्तै थियो। म लाइफमा भनौँ न कहिले पनि भन्दा पनि म पासै हुन्थेन कि एकदम लद्दु नपढ्ने। अब क्लासमा कहिले पनि ध्यान नदिने होमवर्कहरू कहिले पनि नगर्ने। अनि अब टिचरले होमवर्क दिए पनि म त घरमा त कहिले पनि गर्थेन पढ्दा नि पढ्थेन। अब घरमा आमाले त अब पढ भन्छन् तर चाहिँ त्यो कस्तो भन्दाखेरि त्यो पढ्नै मन नलाउने खेल्ने अनि कता कता डुल्ने त्यस्तै थियो होइन इन्भाइरोमेन्ट पनि। अनि प्रायः फेल नै हुन्थ्यो। अनि होमवर्क पनि म त स्कुलमा गएर 10 बजे स्कुल खोल्छ भने 9 बजे कहिले चाँडो पुग्दिने। अनि साथीको नोट माग्ने होमवर्क सारिदिन्थ्यो सरले पढाउने बेला होमवर्क सारिदिन्थ्यो गरिदिन्थ्यो त्यस्तो हुन्थ्यो। होमवर्क आफूले कहिले पनि गरेन सबै कपी गर्ने हो। अनि इक्जाममा पनि त्यस्तो इक्जाम भनेर त्यो फिल पनि नहुने के बिन्दास तरिकाले दिने अनि पास पनि नहुने त्यो आरामी पनि थियो त हौ। तर 10 मा चाहिँ के भयो यस्तो प्रेसर आयो कि एक्कासी त्यो हुन्छ नि त्यो तापक्रम बढ्यो जलासला फुट्यो भने जस्तो एक्कासी त्यस्तो खालको प्रिन्सिपलदेखि हरेक टिचरले चाहिँ त्यस्तो सम्झाउँदाखेरि होइन स्पिच दिँदाखेरि चाहिँ त्यो हुन्छ नि यो यस्तो यो आइरन गेटको बेला हो यो होइन एसएलसी भनेको राम्रोसँग पढ्नुपर्छ अब तिमीहरूको यसपछि चाहिँ तिमीहरूको लाइफ सुरु हुन्छ भन्ने त्यसले चाहिँ एकदम मन छोयो है के भयो मेरो मन पनि पग्लियो। त्यसपछि एकदम सिरियस भयो बल्ल अलिकति पोजिटिभ भएर पढ्नुपर्छ भन्ने चाहिँ फिल भयो। अनि त्यति बेला चाहिँ अनि एकचोटि चाहिँ प्रिन्सिपल सर आउनु भयो होइन। प्रिन्सिपलले चाहिँ हाम्रो ब्याच चाहिँ लगभग स्कुलभरिको ओभरअलमा चाहिँ हाम्रो ब्याचलाई चाहिँ अलिकति स्कुलले पनि अलिक एक्सपेक्ट गर्थ्यो कि यो ब्याच चाहिँ अलिक केही गर्छ कि भन्ने अलिकति ट्यालेन्टहरू जस मेजोरिटीमा अलिकति हाम्रोमा अलिकति थियो कि अनि एक्सपेक्टेसन थियो स्कुलबाट। अनि एक्सपेक्ट गरेको थियो प्रिन्सिपलले। अनि त्यसपछि एकचोटि चाहिँ अनि फर्स्टतिर 10 को जस फर्स्ट टर्म हुनुभन्दा अगाडितिर चाहिँ एकचोटि चाहिँ हाम्रोमा लगभग 35 समथिङ 33 कतिजना टोटल स्टुडेन्ट थियो त्यति बेला चाहिँ। अनि हामीलाई चाहिँ उठाउने बेला यो ब्याचबाट चाहिँ त्योभन्दा अगाडिको ब्याचले चाहिँ कतिजनाको डिस्टिङसन आएको थियो समथिङ 10-12 समथिङ कतिको डिस्टिङसन आएको थियो भने अनि हाम्रो ब्याचलाई चाहिँ एकदम एक्सपेक्ट गरेर हामीलाई 20 जनालाई चाहिँ मलाई यो ब्याचबाट 20 जनाको चाहिँ रिजल्ट चाहिँ डिस्टिङसन आउनु पऱ्यो अरू सबको फर्स्ट डिभिजन आउनु पऱ्यो भनेर प्रिन्सिपलले चाहिँ भन्नुभएको थियो होइन। अनि त्यसपछि सबलाई उठाइयो स्पिच खतरै दियो होइन एकदम पोजिटिभ बनायो माहौल। अनि सबलाई उठाइयो अनि सबलाई भन्न लाग्यो कति ल्याउँछ मार्क्स अब कतिको पढ्छ र कति ल्याउँछस् भनेर त्यो भन्छ नि कमिटमेन्ट गर्न लाग्यो क्या सबलाई। अनि प्रिन्सिपलले चाहिँ 20 जनाको डिस्टिङसन आउनुपर्छ भनेर भन्यो। अब आफू पऱ्यो लद्दु अनि मलाई पनि त्यो भनौँ न डिस्टिङसन भनेको 80% हो नि त। अब कहिले पास नहुने मान्छे डिस्टिङसनको लिस्टमा चाहिँ मेरो पनि नाम दर्ता गराइयो। र अब दर्ता गरेको भन्नाले त्यस म नि पढेको हो कि अथवा मैले पनि बोलेको होइन अब त्यो अलिकति मैले कन्फ्युजन भयो होइन। तर मैले 50-50 भनौँ न मैले पनि भने होला तर टिचरले पनि ल ल्याउनुपर्छ है भनेर चाहिँ
त्यो लिस्टमा चाहिँ मलाई नि परेको, मेरो नाम पनि परेको। त्यसरी कमिटमेन्ट गरियो। त्यसपछि चाहिँ अनि माहौल छुट्यो भयो, पढ्नुपर्छ अनि माहौल छुट्यो भयो। त्यसपछि हामी साथीहरू आफ्नो पर्सनल ग्रुप बनाएर राति पढ्नुपर्छ भनेर होस्टेलमा थियो। त्यति बेला राति पनि नसुती पढियो, मिहिनेत गरियो। अनि त्यसपछि चाहिँ रिजल्ट पनि फर्स्ट टर्म हुँदै सेकेन्ड टर्म हुँदै, फर्स्ट टर्म त फेलै भएको कि अझै फर्स्ट टर्म त फेलै भएको, पछि सेकेन्ड टर्ममा अझै मिहिनेत गऱ्यो, राम्रो हुँदै गयो। अनि अलिअलि जान्यो, पास हुँदै गएपछि मजा आयो क्या। त्यो पास भएपछि के हुँदो रहेछ भन्दाखेरि त्यो एउटा फर्स्ट स्टेप क्लियर भएपछि चाहिँ त्यो सक्सेस ह्याप्पिनेस आफै आउँदो रहेछ। अनि त्यो ह्याप्पिनेस चाहिँ बारम्बार चाहिँ खोज्दो रहेछ कि। अनि झन् पढ्दै गयो, झन् त्यो जति जानिएपछि त्यति खुसी हुने, त्यही कुरा चाहिँ पाउन खोज्ने क्या। अनि गर्दा मिहिनेत गरियो अनि एसएलसी पनि दियो, रिजल्ट आयो, एकदम तनाव प्रेसर है। अब लिस्ट त पुरा डिस्टिङसनको थियो, तर अनि ठ्याक्क हाम्रो ब्याचको रिजल्ट आएपछि चाहिँ कतिजनाको आयो, 8जना कि 9जनाको आयो डिस्टिङसन। 80% कति 8-9जना कति आयो। लास्टमा मेरो नाम थियो, मेरो ठ्याक्कै 80% आएको, 80 पोइन्ट समथिङ आएको होइन, तर ठ्याक्कै मैले डिस्टिङसन आएँ कि। वाउ, त्यसपछि धेरै खुसी भयो। अनि डिस्टिङसन पनि आयो, एकदम खुसी भयो। र हुँदो पनि रहेछ, त्यो मनभित्रबाट त्यो आउनु पर्दो रहेछ कि त्यो जे कुरा पनि। अब बाहिरबाट जति टिचरले अथवा जति घरलेबाट चाहिँ पढ भने पनि त्यो नहुँदो रहेछ। तर जब मनबाटै त्यो आफै खुलेर आउँछ नि, त्यो भित्री शक्तिबाट आउँछ नि, त्यो गर्नुपर्छ भन्ने, त्यहाँबाट आएपछि हुँदो रहेछ है। अनि त्यहाँदेखिबाट चाहिँ मलाई त्यो भनौँ न त्यो पढ्नेप्रति त्यो लत लाग्यो जस्तो कि, त्यो ओहो यस्तो हुँदो रहेछ है त, वाउ भन्ने खालको त्यो। पछि नयाँ कुरा जान्न मन लाग्यो, हरेक कुरा अध्ययन गर्न मन लाग्यो। त्यहाँदेखिबाट चाहिँ मैले पढ्न सुरु गरेको। त्यो भनौँ न त्यस अघि चाहिँ फेलको फेल, र त्यस पश्चात चाहिँ मेरो पढाइ कन्टिन्यू भयो। त्यसपछि अहिलेसम्म फेल भएको छैन, पासको पास हुँदै। त्यसपछि मैले डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ गरेँ, अनि म्यानेजमेन्टमा ब्याचलर गरेँ। त्यसपछि मास्टर चाहिँ अहिले लन्डनमा चाहिँ क्लियर गरेँ। त्यसपछि चाहिँ फेल भएको छैन, कन्टिन्यू स्टेप गर्दै माथि सिडी चढ्दै गइरहेको छ। र त्यसरी चाहिँ भनौँ न त्यो मेरो टर्निङ पोइन्ट सुरु भयो। त्यो एउटा भन्छ नि, त्यो म कतिचोटि फेल भयो, म पासै भएन। त्यो कसरी फेल हुन्छ भने मलाई त्यो भनौँ न त्यो रिजल्टहरू के कसरी त्यो फेल हुने कारणहरू मलाई थाहा भइसक्यो, कसरी म त्यतिचोटि फेल भइसक्यो कि होइन। त्यो चाहिँ थाहा भएपछि अहिले चाहिँ कसरी पास हुनुपर्छ भन्ने मलाई त्यो मलाई आफूले चाहिँ एक्सपिरियन्स गरेपछि, त्यही भएर चाहिँ अहिलेसम्म त्यो रिजल्ट राम्रै छ, पोजिटिभ नै छ अहिलेसम्म होइन। त्यही भएर चाहिँ एकदम मेरो लाइफको टर्निङ पोइन्ट चाहिँ म 10th क्लासको त्यो मोमेन्टबाट सम्झिन चाहन्छु। त्यहाँबाट चाहिँ मेरो भनौँ न राम्रो भयो भनौँ न, चेन्जेसहरू आयो, चाहे मेरो एजुकेसनमा होस्, चाहे मेरो पर्सनल त्यो थिङ्किङमा होस्, र करियरमै होस्, किन नहोस् होइन। आफ्टर 10 चाहिँ मेरो हरेक कुरा चेन्ज भयो। त्यसपछि साथीभाइ सर्कल चेन्ज भयो, म्याच्योर पनि भयो होइन। त्यसरी चाहिँ मेरो टर्निङ पोइन्टले चाहिँ आज यहाँसम्म पुगेको छु। यति नै, थ्याङ्क यू।